गाइस आज हामी घुम्न जान लागेका छौँ बिहानको 4 बजेदेखि उठेर। अब बाहिरको देखाउँछु म चाहिँ एकदम अँध्यारो चाहिँ हाम्रो आउटफिट चाहिँ उज्यालो छ। हाम्रो आजको यात्रा चाहिँ लेक बेडसम्म हुँदैछ। बाहिरको यस्तो छ भ्यू, बाहिर चाहिँ यस्तै अँध्यारो छ। ओ माई गॉड, यति छिटो हामी घुम्नु जानु परिरहेछ। यस्तो अँध्यारो, ओ माई गॉड। सुनसान, दिउँसो सुनसान हुन्छ यो ठाउँ, झन् बिहान त हेर्नु न। यहाँ चाहिँ हामी गाडी कुदिरहेको छौँ। सुनसान, राति 5 बजे त्यस्तो अँधेरै हुँदो रहेछ, हल्का चिसो पनि हुँदो रहेछ। गाडी चढिरहेछौँ। घर यतातिरको घरहरू चाहिँ कस्तो छाप्रोहरू जस्तै लाग्ने कि, सानो सानो कार्टुन घर। निन्द्रा लाग्यो हामीलाई चाहिँ, आँखा खुलिरहेको मलाई। नजिक बनाउन मिल्यो त ल। बाट झरेको हामी चाहिँ होइन, अब अर्को गाडीको वेटिङमा छौँ। यो गाडी जाँदैछ, वेटिङमा बसिरहेको गाडीको। चिसो भयो है, बिहान बिहान भएको भएर होला। मेरो हस्बेन्ड चाहिँ उहाँ घुमिरहनु भयो, ह्यान्डसम देखिरह नाटक गर्दै हुनुहुन्छ। मलाई चाहिँ जाडो पनि असाध्यै हुने, गर्मी पनि असाध्यै हुने। हिजो अस्ति त मलाई गर्मी लाग्यो, कस्तो भइरहेको थियो। फेरि आज त जाडो छ, बिहान भएर होला कि के हो। हामी चाहिँ अर्को गाडी चढिसकेको छौँ। अब हामी चाहिँ लुब्लियाना जाँदैछौँ। त्यसपछि कहाँ जाने? अनि फेरि लेक बेडको डेस्टिनेसन चाहिँ त्यही हो। गाडीमा चाहिँ हामी जम्मा 2 जना मात्र छौँ है। नेपालमा भयो पुरै गाडी भरेर कोचाउँदै, यहाँ 2 जना फालामा सुत्छ। तपाईँलाई केही भन्नु मन छ भने भन्नु ल, मेरो भ्लगमा स्वागत छ हजुरलाई। हामी जान लागेको ठाउँको नाम चाहिँ लुब्लियाना हो। लुब्लियाना भन्ने ठाउँ चाहिँ तपाईँको यो देशको क्यापिटल सिटी हो र वान अफ द बिगेस्ट सिटी पनि हो। त्यहाँबाट प्रायः हामी सब गाडीहरू अर्को बाहिर जाने चाहिँ प्रायः त्यहाँ जान्छ। कस्तो राम्रो आकाश, सनसाइन हुन लागिरहेको छ। वाउ, बिहानको कति बजे अहिले? 5:30। गाडीको भाडा बुढाले सफाइ दिनुभएको ट्याटो अहिलेसम्म पनि राम्रो रहेछ। यो चाहिँ मेरो आँखा। गाडीबाटको भ्यू कस्तो राम्रो देखेको, माइ गॉड। कोही चाहिँ यहाँ गाडीमा सुत्छ नि, कस्तो राम्रो देखेको। वाउ, गाडीमा सुत्दा अल्छी लागिसक्यो। कोही यहाँ बस्सक्क सुतिरहनु भएको, कोही यहाँ नक्कल पार्दैछ। हामीले चाहिँ टिकट काट्यौँ, अब जान लाग्यो। आजको डेस्टिनेसन फेभरेट हो क्या यो। Nu gider jeg slet ikke. Jeg håber, du skal ikke drille mig i dag. Det kan jeg ikke. Jeg kaster dig i søen. Jamen, jeg tror halv. वाउ, कति राम्रो। सेम हाम्रो नेपाल।
यो त डोमेस्टिक रहेछ हो सानो गाडीबाट झरेको अब हिँडेर चाहिँ आधी घन्टा जानुपर्ने रहेछ बाटो कता हो के हो केही पनि थाहा छैन लोकेसन अन गर्दै हिँडिरहेछौँ अब हेरौँ हाम्रो डेस्टिनेसन आइपुग्न लाग्यौँ हेरौँ गाडीमा त कति धेरै मान्छे थिए तर कहाँबाट गयो कहाँ गयो थाहा छैन हामी मात्र खामै अहिले चाहिँ यहाँ चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसन आइपुग्छ राम्रो रहेछ यही हो अब यहीँ फोटो खिच्ने यो माथि के हो यस्तो यो कहाँबाट जाने हो ल मजी नआउँदा पार जाउँ कति फास्ट हिँडेको बिस्तारै हिँड न तिम्रो चाहिँ भ्लगमा त देखाइरहेन यहाँको हाँस वाउ पानी कसरी राम्रो पानी हो पानी कति राम्रो माछा छ हो माछा खाऊ क्या है माछा छ नि माछा हेर्न है पानी पनि माछा हेर्दा मन खिदिन्छ यहाँ कस्तो राम्रो माछाहरू छ त्यही माछा खाइरह त्यही माछा यहाँ हाँसले खाइरह होला कि त्यही भएर हेर मुनमुन टाउको छिरिरह हेर वा मजाले माछा यसलाई खाइरह निक्कलै इनसाइड लेक ब्लेडको भित्रपट्टि राम्रो राम्रो माछाहरू हुनुहुन्छ कहाँ कहाँ माछा भनेको घाटे भाइ क्या यहाँ ब्लू ब्लू हेर्नु न कस्तो राम्रो माछा नि यो समुद्र लेकभित्रको हो माछाहरू अनेक रामजारी छ यस्तो खालको छ है यता मक्छु हाम्रो मिसेस हुनुहुन्छ मिस रमिताजी यो चाहिँ स्लोभेनियाको सबसे ओल्डेस्ट र वान अफ द बेस्ट लेक हो ढुङ्गा चढेको माइ गड कस्तो हल्लिँदो रहेछ मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स है सोच पान्छौ न भ्या 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 भयो भयो पल्टेर हामी ढुङ्गामा बोटिङ गरिरहेको हामी चाहिँ बोटिङको लागि रेडी भइरहेको छौँ हामी चाहिँ अहिले बोटमा छौँ कस्तो राम्रो आएको हेरिरहेको क्या चलाउँछ मान्छे यसरी राख्नुपर्छ कि यसरी खेल्नुपर्छ ढुङ्गा खेल्नु पऱ्यो नि त हामी आफ्नो ढुङ्गामा हामी सेम हाम्रो भ्लग चाहिँ कस्तो हुने हो थाहा छैन सानो सोधेको लेखा के भोइस ओभर गर्नु पऱ्यो हाम्रो डिस्टेन्स स्विमिङ गरिरहँदो रहेछ स्विमिङ खेल्न आउने मान्छेले त यस्तोमा पनि स्विमिङ गर्न सक्ने रहेछ हामीलाई चाहिँ घन्टी बजिरहेको मन्दिरमा होइन मेन हेर्न आउनु त्यो मेन हाम्रो टार्गेटै हो मेन हाम्रो डेस्टिनेसन तपाईँ चाहिँ मोबाइल हेरेर आएको क्या मैले झार्छु
कति टाढाबाट आएको माइ गॉड मसलो त्यहाँदेखि यहाँसम्म आइपुग्यौँ हामी चाहिँ ओके आइपुग्यौँ हामी ल त यहाँ चर्चमा के कसो छ हेरौँ वाउ पछाडि क्या खतरा देख्दो रहेछ यत्रो भन्ने रहेछ आया बच्छ क्या मोटीहरूलाई चाहिँ गाह्रो भइरह यहाँ उकालो उक्लिन मलाई चाहिँ साइलो भइरह इ कस्तो मजाले हिँडिरहेको छु त भर्याङ त वाउ अयम्मा वाउ कस्तो राम्रो देख्यो अब यहाँ फोटोहरू खिच्नु पर्यो अब हामी चाहिँ निस्केको यहाँबाट गाडी चलाउँदैछ ड्राइभरले गाडी चलाउँदैछ हामी चाहिँ निस्केको अब यस्तै होला नि त ब्लग त्यस्तै हो यतातिरको यस्तै हो सबैले तिमीलाई बोलेको हेरिरहेको छ सबैले के बोल्यो भनेर हेरिरहेको छ मलाई चाहिँ मान्छे सोचिरहेको के बोल्यो होला केही बुझ्दैन उनीहरूले एकछिन कति चिनिहाल्छ कस्तो मजाले पानी छ यो मलाई फेरि माछा ल्याएर खाइदिँदा नि टिङ पनि सक्यो अब फेरि यो ठाउँको नक्सा रहेछ ठ्याक्कै यहाँको यो ठाउँलाई बाई वाउ यो चाहिँ कमलको फुल रहेछ कति धेरै कस्तो राम्रो तर सबै वाइटै वाइट मात्र रहेछ अनुहार यत्रो देखिन्छ मेरो अनि बोल्या चाहिँ छैन के भिडियो गरे हो गाइज भिडियोको लास्टमा आइदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ अनि हाम्रो चाहिँ कपाल भ्लग कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला सी यु इन द नेक्स्ट भ्लग बाई